मलाई यति एउटा कुरा भनिदेऊ न यार। हर्क साम्बाङले चाहिँ सुदन किराती जुन अहिले वरिष्ठ नेता हुनुभएको छ उहाँलाई चाहिँ एमसिसीको विरुद्धमा कहिले बोल्न लगाउनुहुन्छ? अब उहाँले चाहिँ पहिला विगतका पाना पल्टाउने भने एमसिसीको दलाल भनेर निकै आलोचना गरिएको पात्र पनि हुन् सुदन किराती। अहिले आएर चाहिँ उनैको खुट्टा समातेर उनैको हात समातेर उनैको काँध चढेर अब 84को तयारी गर्दैछन्। अब चाहिँ 84मा हामीले के लागि भोट दिने हैन? जबसम्म सुदन किरातीले एमसिसीको विरुद्धमा बोल्दैनन्, एमसिसी मुर्दाबाद भन्दैनन्, तबसम्म हर्क साम्बाङको पार्टीले मैले चाहिँ पर्सनलमा 84मा चाहिँ भोट दिन्न है। अब भोट दिने हो भने पहिलो कुरो सुदन किरातीलाई चाहिँ एमसिसीको विरुद्धमा बोल्न लगाउनु पर्यो हैन? जसरी हर्क साम्बाङले विरोध गर्दै आएका छन् त्यसरी नै विरोध गर्न लाउनु पर्यो। पास गर्ने एमसिसी पास गर्ने एक नम्बरमा उहाँ पनि हुनुहुन्छ। त्यसैले भोट यदि पाउने हो भने मेरो तर्फबाट भोट पाउने हो भने एमसिसीको विरुद्धमा सुदन किरातीलाई बोल्न लगाउनु पर्छ। र तपाईले यो पालि कसलाई भोट हाल्नुहुन्छ कमेन्ट चाहिँ गर्नु होला है।